आज चाहिँ बुवाको एक भक्ति परेको छ र आज बुवाले छोडेर गएको पनि 7 वर्ष भइसकेछ। 7 वर्ष भइसक्यो साथीहरू। आज 7औं एक भक्तिको लागि दुधकोशी नजिकै भएको कारणले गर्दाखेरि दुधकोशीमा केस काट्नु जाँदैछु है साथीहरू। र घाम लागेको थिएन तर ठिक्क कपाल काट्ने बेला घाम लागेको छ। थ्याङ्क यू सो मच गड भन्दै छ हजुरलाई। र दुधकोशी धेरै चिसो छ, धेरै चिसो। हिमालदेखि बगेर आएको कोशी धेरै चिसो छ। हिँड्ने साथीहरू घाम लागेको छ, एकदम खुसी लागेको छ घाम लागेकोले गर्दा चाहिँ। साथीहरू ल कपाल काट्ने चाहिँ सुरुवात भएको छ है। भतिजले कपाल काट्दै हुन्छ दुधकोशीको किनारमा। कपाल त सकिन्छ साथीहरू। कपाल काट्यो है, अब टक्क साना नआउने हो। पानी चाहिँ लास्टै चिसो छ, कोसीको पानी लास्टै चिसो छ। यहाँ डुब्न आँटेको है, म डुब्न। ओ माई गड, धेरै चिसो छ है, धेरै चिसो छ। आइस बराबर छ दुधकोशीको पानी। मैले दुधकोशीमा आएर